धेरैपल्ट हामी हाम्रो जीवनमा यो भएन, त्यो भएन, यसो भएन, उसो भएन भनेर कम्प्लेन गर्ने गर्दछौँ। तर म आज तपाईँलाई एकजना यस्तो व्यक्तिको बारेमा भन्न गइरहेको छु, जुन चाहिँ व्यक्ति जन्मिने बित्तिकै न त उसको दुईटै हात थियो, न त दुईटै खुट्टाहरू थियो। यहाँसम्म कि जन्मिने बित्तिकै आफ्नै आमाले पनि काखमा राख्नुसम्मको लागि पनि इन्कार गरेको थियो। जसरी ऊ बढ्दै गए, डाक्टरले यहाँसम्म पनि भनेको थियो, तिमी आफ्नो जीवनमा कहिले पनि हिँडडुल गर्न सक्दैनौ। त्यो व्यक्ति कोही नभएर निक वुजेसिक भन्ने व्यक्ति हुन्, जसको जन्म अस्ट्रेलियामा 1982 सालमा भएको थियो। जसरी ऊ स्कुल गए, स्कुल जाँदाखेरि स्कुलमा आफ्नै साथीहरूले पनि यस्तो खिल्ली उडाउने गर्ने गर्दथ्यो उसको डिसेबिलिटीलाई हेरेर। ऊ यहाँसम्म कि डिप्रेसन हुनसम्म पनि पुगे। तर पनि डिफ्रेन्टली एबल्ड हुँदा हुँदा पनि उसले आफ्नो जीवनमा कहिले पनि हार खाएन। जसरी निक वुजेसिक बढ्दै गए, उसले आफ्नो अपङ्गतालाई कहिले पनि आफ्नो भविष्यको बाधा बन्न दिएन। उसले आफ्नो जीवनमा एउटा ठुलो सङ्कल्प र एउटा आशा राखेर जहिले पनि अघि बढिरहे र बिस्तारै बिस्तारै उसले बिकममा ग्रेजुएसन गरे र ग्रेजुएसन गर्ने बित्तिकै उसले हात खुट्टा नभएको व्यक्तिहरूको लागि एउटा इन्टरनेसनल एनजिओ पनि स्टाब्लिस गरे। र निक वुजेसिकमा यस्तो काबिलियत थियो, उसले आफ्नो घरको काम आफै गर्ने गर्दथ्यो। र उसले 2012मा एकजना सुन्दर स्त्रीसँग विवाह गरे। अहिले त्यो स्त्रीकोबाट उहाँको 4 जना नानीहरू छन्। अहिले निक वुजेसिक एक प्रख्यात मोटिभेसनल स्पिकर हुनुहुन्छ र साथसाथै उहाँले आज यस्ता धेरैवटा एनजिओहरूमा पनि भएर काम गरिरहनु भएको छ। र निक वुजेसिकले आफ्नो जीवनमा एउटा ठुलो कुरा साबित गर्नुभएको छ। त्यो चाहिँ के हो भनेदेखिलाई, शारीरिक अपङ्गता चाहिँ मान्छेको सङ्कल्पका अगाडि केही पनि होइन। जब हामी हाम्रो जीवनमा कुछ गर्छु भन्ने एउटा सङ्कल्प हुन्छ नि, त्यो व्यक्तिलाई कुनै पनि प्रकारको डिसेबिलिटीले, कुनै पनि प्रकारको अपङ्गताले बाधा दिन सक्दैन भन्ने हामी यही कुराहरू सिक्न सक्छौँ। यस भिडियोबाट म तपाईँलाई यही भन्न चाहन्छु, शारीरिक अपङ्गता चाहिँ वास्तविकतामा अपङ्गता नै होइन रहेछ। जब मान्छेले जुन दिन म मेरो जीवनमा केही पनि गर्नु सक्दिनँ भनेर हरेस खान्छ नि, आफ्नो जीवनमा जिउने एउटा सङ्कल्प नै हराउँछ नि, त्यो दिन चाहिँ त्यो व्यक्ति संसारको सबैभन्दा ठुलो अपङ्ग व्यक्ति हुँदो रहेछ। यसर्थ म तपाईँलाई यो भिडियोबाट यही उत्साह गर्न चाहन्छु, तपाईँको जीवनमा जस्तै बाधा विघ्नहरू आए तापनि तपाईँ कहिले पनि हरेस नखाइकन अघि बढ्दै जानुहोस् भन्ने म यहाँबाट तपाईँलाई आह्वान गर्न चाहन्छु।